आमा त यति निदाउनु आज बिहानैबाट सुते ह आज बिहानैबाट सुतिरह 12-1 बजेर जो सुतो गयो फेरि फिर्न पर्छ भने खाली किताब बेचेर भन्छ नि त्यो खाली किताब बेचेर भन्छ उता पर न यहाँ ओछै सक्छ मान लता लताउँदाखेरि मान्द्रा सक्छ हेर्न कति छ म कसरी राखेको छ हुन पनि उहाँले भनेको ठिकै हो के उ बेलामा नचलाऊ के नचलाऊ मलाई काम गर्न दियो भन्दाखेरि चाहिने नचाहिने मुद्दा लाएर जेलमा थुनेर अब हामी ल आमाले चाहिँ भाडा मात्रै हुन्छ यो चाहिँ हाम्रो किचन राम्रो छ है किचन हाम्रो एज यु क्यान सी चाहिँ अब माथि जान्छौँ यहाँबाट यहाँ छ हाम्रो हल छ हाम्रो यहाँबाट बाहिर चाहिँ हाम्रो ब्युटिफुल बार्दली कस्तो राम्रो वाउ यो भ्यू त झन् किनै बनिर उति हाम्रो आँगनमा मान्द्रो छ एन्ड देन यो हाम्रो टोयलेट मनी प्लान्ट हेर्न सक्नुहुन्छ यो हाम्रो भैँसीको थारो भैँसीको गोठ अनि फेरि यहाँ पनि छ एउटा रुम यो चाहिँ हाम्रो सकुन दिदीको रुम वान्स अपन अ टाइम सकुन दिदीको रुम हुन्थ्यो यो अब यहाँबाट हामी फेरि भित्र जान्छौँ यो मैले अघि देखाइसकेँ हल यहाँबाट माथि जाने ठाउँ छ अनि यो हो हाम्रो बैठक कोठी लेट मी टर्न अन द लाइट यो हो हाम्रो बैठक कोठी राम्रो छ राख्नु न आमाले चाहिँ यहाँ धान खनाउनु हुन्छ आफ्नै बारीको धान होइन र आमा आमाले धान खनाइसक्नु भएको छ अनि यो हाम्रो बाबाको रुम म सुतेर यस्तो तहस महस गराइदियो मैले यता चाहिँ अङ्कलको रुम
ब्युटिफुल छ। यो हो काइन्ड अफ बारदली, यहाँ टेक्न मिल्छ। अनि फेरि यो हो भ्यू। ऊ त्यहाँ आँप पनि छ एज यु क्यान सी। त्यहाँ पनि छ, उता पनि छ। यम्मी यम्मी। अब हामी जान्छौँ माथि। आमाले यहाँ धान पोखेर उठाउन थाल्नु भएको छ। बढार्दै अब हामी जान्छौँ माथि। यो भन्दा पनि माथि छ हाम्रो मकै स्टोर गर्ने रुम। गुन्द्रो टङ्गा छ यहाँ। अनि यो प्याज लसुन रहेछ यहाँ चाहिँ। सफा छ त यहाँ त। यहाँबाट हाम्रो बाहिर देखिन्छ भ्यू। के सफा रहेछ यहाँ। यता पनि छ हाम्रो एउटा सानो गुफा जस्तो रुम। मकै स्टोर गर्ने रुम हो यो चाहिँ। पुरानो ताउलो छ त्यहाँ। यो के हो यताको यो कोठी जस्तो, खै के हो यस्तो थाहा भएन मलाई चाहिँ। यो के हो? इफ यु नो कमेन्ट डाउन। के हो यस्तो पुरानो कुराहरू हो, तर के हो त्यस्तो थाहा छैन। तल जाम बामी, तल तल तल। यति नै हो। भाडामा हुनुहुन्छ, देख्न सक्नुहुन्छ हाम्रो यो बेसिन हो। यो बेसिन हजुर, यो चाहिँ हाम्रो बुवा आमा। धान कति राम्रो छ हाम्रो घर। ब्युटिफुल हाउस। एभोकाडोको रुख हो, सानो छ अझै। यो हाम्रो मिसिन। यताको भ्यू हेरौँ है अब चाहिँ। यताको भ्यू त झन् राम्रो हो। यो हाम्रो गोठो होइन, कस्तो राम्रो देखिरहेको। धनियाँहरू हो यो चाहिँ। एज यु क्यान सी यो हो हाम्रो करेसाबारी, देख्न सक्नुहुन्छ। यो हो हाम्रो करेसाबारी। अनि यो चाहिँ हो हाम्रो बारी। यहाँ मकैहरू लगाएको छ। यो अहिले चाहिँ मकैको सिजन छ। अनि त्यहाँ पर चाहिँ हो त्यो रक गार्डन हो, त्यो वाला चाहिँ। अरू त यही हो। सरी पिराल, यसले आगो बाल्छौँ हामीले यहाँ। हाम्रो कफीको बोट, कफीहरू ब्लर भयो। कफीहरू चाहिँ यहाँ अब यति सानो छ, ठुलो हुन्छ यो पछि। धेरै छ हाम्रोमा कफीको बोट। यो पनि कफीको बोट हो, यो पनि कफीको बोट हो। यता छ हाम्रो भैँसी। यो मलखता हो, मलखत हो। यो चाहिँ हाम्रो एकदम डेन्जरस भैँसी। हेलो भैँसीजी। पाडो चाहिँ उहाँ बसेछ, क्युट क्युट पाडो। हेलो हेलो। पिट्छ यसले, बहुत रिसाहा छ यो। बाई बाई। गोठ हाम्रो कुडो पकाउने ठाउँ। यता छ हाम्रो ब्याकयार्डमा खासै केही छैन,
खुर्सानीको बोटहरू छ अनि फेरि यो छ कफीहरू पनि छ त्यहाँनिर अलिकति अनि त्यस्तो यस्तो छ कुराहरू चिम्नी यहाँ किचन छ नि त हाम्रो एक्ज्याक्टली यहाँ किचनबाट धुवा आउँछ यहाँ चाहिँ अनि यो चाहिँ स्टोर रुम भएको छ अहिले स्टोर गरे हौ त्यहाँभित्र पनि हो धान सुकाउनु भएछ आमाले यहाँबाट हामीले हाम्रो फुल भ्यू हेर्छौँ घरको त्यो बाटोबाट हामी हाम्रो घर जान्छौँ यहाँबाट ये ब्युटिफुल होम कति राम्रो छ के तर